निम्ति र रक्षाका निम्ति के गरिएको हुन्छ भने त्यो स्पेशल अर्डर सहितको सुटेड साइटको अर्डर उनीहरूलाई प्राप्त हुन्छ। यो दुनियाँभरिको अभ्यास हो। यो अमेरिकाको पनि त्यही हो, बेलायतको पनि त्यही हो, लोकसभाको हकमा पनि त्यही हो, हाम्रो संसदको भवनको हकमा पनि त्यही हो। तर अहिले त भाष्य के सृजना गरिएको थियो भने अनुमति लिएको छैन, निषेधित क्षेत्र उल्लङ्घन गरेको छ, जुलुस लिएर मात्रै गएको छैन, हात हतियार सहित सुसज्जित रूपमा सुनियोजित रूपमा पुगेको छ, अनि मोटरसाइकल लिएर हिँडेको छ, एम्बुलेन्सबाट गोली चलाएको खालका कुनै पनि कुरा आएका छन्। अनि संसद भवनमा आगो लगाउन पाउनु पर्थ्यो भन्ने ढङ्गका चाहिँ भाष्य सिर्जना गर्न खोजिएको छ। दुनियाँमा यो कहीँ पनि पाइन्न। यहाँ चाहिँ हामी कहाँ समस्या कहाँनिर हो भने त्यो खालको सुरक्षा क्षेत्रको संवेदनशीलता देखा परेन। अनुमति लिँदा जुन चिठीका आधारमा अनुमति लिएको थियो, 23 गतिको प्रदर्शन त्यो रूपमा चाहिँ घुसपेट गरेर भड्काइने छ भन्ने खालको पूर्वानुमान सम्बन्धित क्षेत्रका सुरक्षा अधिकारीहरूले गर्न नसकेको र सुरक्षा खटनपटन त्यो अनुसारको चाहिँ व्यवस्थापन गर्न नसकेको चाहिँ एउटा परिणामले देखाइसकेको कुरा हो। यसमा कुरा चपाउनु पर्ने केही जरुरी छैन। 6-7 हजार 8 हजारको संख्यामा प्रदर्शनकारी थिए। 1000 पुलिस चाहिँ तैनात गर्दाखेरि पनि त्यो संसद भवनमा आगो लगाउनु पर्ने स्थिति, आगो लगाउन सक्ने स्थिति थिएन, सम्भवै थिएन। एभरेस्ट होटल अगाडिको ब्यारिकेड तोड्दाखेरि चाहिँ कति छ अहिले त भिडियोमा सार्वजनिक छ, 40-50 जना प्रहरीलाई ढुङ्गा हान्दै 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 लखेटिएको स्थिति छ। त्यसो भएर यो खालको स्थिति कसरी सिर्जना भयो? यसमा लापरवाही व्यापक रूपमा देखिन्छ सुरक्षा संवेदनशीलताका हिसाबले। किन लापरवाही भयो? लापरवाही गर्ने निकायमा को जिम्मेवार हुनुहुन्थ्यो? यी कुराहरू चाहिँ हामीले विश्लेषण गर्नुपर्ने हुन्छ। नेपालमा फेरि यस्तो खालको घटनाक्रम दोहोरिने स्थिति चाहिँ दिनु हुँदैन। त्यो यसको पुनरावृत्ति हुन दिनुहुन्न। म यो कुरा राख्न चाहन्छु। यो राष्ट्रिय रूपमा एउटा यो विध्वंसको जुन स्थिति सिर्जना गरिएको छ, यो विध्वंस खेदजनक छ। हरेक नेपालीले खेदको प्रकट गर्नुपर्छ। यसमा संलग्न छु कि छैनौँ भनेर कसैले उन्मुक्ति पाउन्न। म चाहिँ जान चाहिँ गएको थिएँ, आगजनी गर्न आह्वान पनि गरेका थिएँ, तर आगजनी गरेको होइन जस्ता कुराहरू गर्न पाइन्न। म एउटा उदाहरण दिन्छु। चन्द्र शमशेरले सिंहदरबार बनाइसकेपछि देव शमशेरका पालामा 6 जना व्यक्तिहरूलाई जापान पढ्न पठाइएको थियो। त्यसमध्येको 1 जना इन्जिनियरले सिंहदरबार बनाए। 1 जना अनि देव शमशेरलाई धपाइयो। चन्द्र शमशेर चाहिँ श्रीतिन भइसकेपछि सिंहदरबार बन्ने काम भयो। अनि त्यो जापान पढेर आएको 1 जना जङ्ग नरसिंह राणा भन्ने इन्जिनियरले रिस उठेछ र रिसाएर देव शमशेरलाई धपाइएको रिस होला, म डाइनामाइट पड्काएर सिंहदरबार चाहिँ खरानी बनाइदिन्छु भनेर उनले रिसको झोकमा भने। संयोगले चाहिँ त्यो के रहेछ भने मेरो जिल्लामा तिनलाई यहाँ 4 भन्ज्याङ कटाएर मेरो जिल्लामा लखेटिएको रहेछ प्युठान। र 7 सालसम्म पनि चेर्नेटाको बाटो भएर र उता असुरकोट हुँदै अरखाँची भएर जाने बाटो क्रस गर्न सम्बन्धित चाहिँ प्रशासनिक इकाइमा अनुमति लिएर मात्रै उनले त्यो त्यहाँबाट निस्कन पाउँथे। त्यो खालको चाहिँ सुपरभिजनमा निगरानीमा राखिएको रहेछ। यहाँ त म खरानी बनाउँछु भनेर मान्छेहरूले हाँकाहाँकी सार्वजनिक रूपमा भनिराखेका छन्। कसले भनेका छन्? यी चिजहरू चाहिँ खोज्नुपर्छ र यिनलाई जङ्ग नरसिंहले राणाकालमा खेप्नु परेका सजाय यो आधुनिक लोकतन्त्रमा खेप्नु पर्छ कि पर्दैन? सम्बन्धित व्यक्तिहरू सिंहदरबार आगो लगाउने खरानी बनाउने भनेका व्यक्तिहरूले त्यसको जवाफदेही लिनुपर्छ कि पर्दैन? म भन्छु लिनुपर्छ। र तिनी आज कुनै कारणले जोगिए भने पनि इतिहासको कठघरामा ल्याउने काम हामीले गर्नेछौँ। यो काम गर्नेछौँ। कसैले उन्मुक्ति पाउने छैन। जङ्ग नरसिंहको बोलीले मात्र होइन, अहिले त सिंहदरबार खरानी नै बनाइएको छ। डाइनामिट पड्काउँछु मात्रै भनिएको छैन, अहिले त आगजनी गरिएको छ। 3 दिनसम्म दमकल जान रोकिएको छ। यो स्थिति चाहिँ हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्छ कि शासनमा प्रधानमन्त्रीको मन्त्रीको यी आउने चाहिँ चलिरहने चक्र हो। यसमा भइरहला, तर यो सिस्टममा हुनु पर्यो, संविधान बमोजिम हुनु पर्यो। यो कुरामा ध्यान दिनुपर्छ। अब यसलाई हामीले कसरी हेर्ने त? कसैलाई ल असन्तुष्टि थियो भनेर एक थरीले भाष्य बनाउन खोजेको पाइन्छ। असन्तुष्टि थियो, ल असन्तुष्टि हुन्छ लोकतन्त्रमा।
सरकारका तेस्रो विश्वका नेपाल जस्ता अल्पविकसित देशहरूमा साधन र स्रोतको सीमितता भएको देशमा जनताका सबै आकांक्षाहरू एकसाथ पुरा हुने स्थिति हुन्न। यो सम्भव नहुन सक्छ। तर त्यो सबै हिसाबले भन्नुहुन्छ भने कसैका असन्तुष्टिहरूको समाधान गर्ने, ती असन्तुष्टि अनुसार चाहिँ निकास दिने उपाय के हो त? हाम्रो संविधानले ढोका थुनेर राखेको छैन। आवधिक निर्वाचन त्यसको एउटा महत्त्वपूर्ण माध्यम हो। आवधिक निर्वाचनको माध्यमबाट सरकारले राम्रो काम नगरेको स्थितिमा मानव हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा 2/3 बहुमतको सरकारको नेतृत्व गरिरहँदा राम्रो काम भइरहेको थिएन भन्ने आम जनतालाई लाग्यो। मानौ केही व्यक्तिलाई होइन, केही मुठ्ठीभर परिचालित भुइँफुट्टाहरूलाई होइन, आम जनतालाई लाग्यो भने जनताले दण्डित गर्नका निम्ति आवधिक निर्वाचन मार्फत उहाँलाई हराउन सक्थे, उहाँको पार्टीलाई हराउन सक्थे। तर त्यो बाटो त अपनाइएन। आगजनीको बाटो अपनाइयो, रक्तपातको बाटो अपनाइयो, विध्वंसको बाटो अपनाइयो र यो बाटोले देशलाई अगाडि बढाउँदैन। यो बाटो वास्तवमा भन्नुहुन्छ भने ब्ल्याक होल तर्फको यात्रा हो। यसले कसैलाई ठिक ठाउँमा लैजाँदैन। म यो कुरा राख्न चाहन्छु र जेनजीका साथीहरू, म सबै जेनजीलाई भन्दिनँ। जेनजी त मेरो घरमै पनि सबैका घरमा जेनजी छन्। म सबै जेनजीलाई भन्दिनँ। तर त्यो प्रदर्शनको आह्वान गर्ने जेनजीले 24 गतेका घटनाको पनि जिम्मेवारी लिनुपर्छ। हामीलाई थाहा पत्तो भएन भनेर चाहिँ जिम्मेवारी मुक्त हुन पाइन्न। उनीहरू त्यो जवाफदेही बन्नुपर्छ। कसले गरेको उनीहरूको चाहिँ प्रतिवेदन आउनु पर्यो, अध्ययन हुनु पर्यो। यो कुरा चाहिँ गर्नुपर्छ। म यो कुरा राख्न चाहन्छु र त्यसपछिका घटनाक्रमका सन्दर्भमा भन्नुहुन्छ भने धेरै खालको तरलता सिर्जना भएको छ। आज नेपाली कांग्रेस जस्तो पुरानो पार्टी 1 महिनाभन्दा लामो समय केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गर्ने गरी आयोजना गर्न सकिरहेको छैन। 1 महिनाभन्दा बढी। विषय के छ भने जेनजीको मार्गनिर्देशनमा, उनीहरूको दबावमा हामीले निर्णय गर्नु पर्यो भन्ने मत छ। नेपाली कांग्रेस जेनजीको पार्टी हो कि यो चाहिँ कुन पुस्ताको? त्यसमा त 93-94 वर्षका एकदम महान पुस्ता पनि छन् जस्तो लाग्छ, साइलेन्ट पुस्ता पनि छन् जस्तो लाग्छ, एक्स पुस्ता, वाइ पुस्ता, जेड पुस्ता पनि छन् होला नेपाली कांग्रेसमा। नेपाली कांग्रेस र एमाले जस्ता पार्टी चाहिँ जेनजी वा कुनै पुस्ता विशेषका मात्रै पार्टी हुन्। सबै पुस्ताका, सबै जेनेरेसनका पार्टीहरू हुन्। सबै जेनेरेसनको अपेक्षालाई यी पार्टीहरूले ध्यान दिनुपर्छ। यो कुरा म राख्न चाहन्छु र यी पार्टीहरूले चाहिँ अगाडि जे आउँछ, अनुकूलतामा जे कुरा आउँछ त्यति मात्रै भनेर चाहिँ सुख पाउन्न। यी जवाफदेही हुनुपर्छ, इतिहासप्रति जवाफदेही हुनुपर्छ र नागरिकको भविष्यप्रति जिम्मेवार हुनुपर्छ। यी पार्टीहरूले चाहिँ कुनै जेनजीको नाममा ब्यानरमा प्रदर्शन गरेका समूहले मात्रै भने जस्तो गरी यिनले सुख पाउने स्थिति हुन्न। त्यसो भएर यी पार्टी रेस्पोन्सिबल हुनुपर्छ। 77-78 वर्षको राजनीतिक इतिहास भएका पार्टीहरूले त्यो जिम्मेवारी पुरा गर्नुपर्छ, जिम्मेवारी बोध गर्नुपर्छ। अहिले चाहिँ लहर चल्या छ, पेन्सन पकायो, अहिले पार्टी खोल्यो, अनि एकदम विभिन्न ठाउँका नेतृत्व गर्यो, अनि कामभन्दा बढी सेलिब्रेटीगिरी गर्यो, अनि पार्टी खोल्यो। तर म चाहिँ के भन्छु भने हरेक खुलेका पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी हुन्न। हरेक रोपिएका मकैमा घोगा लाग्छ, तर सबै घोगामा दाना लाग्दैन। घोगामा काली पोके पनि निस्किन्छन्। अहिले दर्ता भएका पार्टीहरू त्यस्ता धेरै काली पोके बन्ने खतराका पार्टीहरू छन्। किनभने श्रीमती, छोरी, को बाबु यस्तो जम्मा गरेर पार्टी दर्ता गरिएको छ। जनता संलग्न छैनन्। जनता संलग्न नभएका पार्टीहरू दर्ता गरिएको छ। तर लोकतन्त्रमा यो अधिकार उनीहरूलाई छ। प्रक्रिया पुगेन भने तिनीलाई दर्ता नगर्ने वा गर्ने चाहिँ हेर्ने जिम्मेवारी निर्वाचन आयोगको। म यो कुरा राख्न चाहन्छु। र ठुला पार्टीहरूमा पनि एउटा गजबको अभ्यास म देख्दैछु। अहिले एक थरी साथीहरू चाहिँ भन्दै हुनुहुन्छ, हामी एकता गर्यौं। हिजोसम्म आउँदा 11वटा पार्टीले एकता गर्यौं भन्दै हुनुहुन्छ। मैले अन्तको कुरा म जिम्मा लिन्न। पार्टीको म प्युठानको इन्चार्ज हुँ। म चाहिँ एउटा तथ्य भन्छु है, 11वटा पार्टीको तथ्य तपाईहरु सबैलाई काम लाग्छ। 165वटै क्षेत्रमा यसरी विश्लेषण गरिनुपर्छ भन्छु।
प्युठानमा माओवादी केन्द्रले ल्याएको जम्मा भोट 12,500 त्यति समानुपातिक भोट हो। अनि